गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। हो हामीले थाहा पाइसक्यौँ त स्टन्ट गरेर देश बन्दैन भनेर। देश बनाउनलाई त गोरखकाली टायर उद्योग, हेटौँडा सिमेन्ट कारखाना, बुटोल धागो उद्योग, वीरगञ्ज चिनी उद्योग, जनकपुर चुरोट कारखाना, भिरकुटी कागज कारखाना, विराटनगर जुट मिल जस्ता उद्योग धन्दाहरू बन्द गरी पार्टी खोल्नुपर्छ। प्रदेश सरकार, राष्ट्रिय सभा, समानुपातिक सांसद, जिल्ला समन्वय समिति जस्ता भवनहरू बनाउनुपर्छ। अर्ब खर्ब लगानी गरी सभा हल बनाई कार्यकर्ता पढाउनुपर्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौँ, काम गर्ने युवा बनौँ। सबैले देखिरहेकै छौँ नि, नयाँ भनिएका, नयाँ विकल्प आश भनिएका नयाँहरू पनि स्टन्टमै व्यस्त भए होइन। जसरी मेयर बालेन शाह काठमाडौँमा स्टन्ट देखाइछन्, मेयर हर्क साम्पाङले धरानमा स्टन्टको श्रमदान नै खोले होइन। धनगढीमा त्यसै गरी धनगढीमा गोपी हम्मालले स्टन्ट गरेर उधुमै मचाइरहेका छन्। संसद र देशैभरि रवि लामिछानेको रासोपाले स्टन्ट देखाइछन् होइन। यसरी सबै स्टन्टमा व्यस्त हुँदा देश बनाउन आखिर गर्नुपर्ने चाहिँ के भन्ने कामको उदाहरणहरू नि सबैले भुलेका छन् होइन। त्यसैले देश बनाउन गर्नै पर्ने कामहरूको उदाहरणहरू म तपाईँहरूलाई केही उदाहरणहरू भन्न गइरहेको छु, कृपया सुनिदिनु होला। त्यो चाहिँ यस प्रकार रहेको छ। देश बनाउन काम यसरी गर्नुपर्छ। नम्बर 1, पोखराको जस्तो एयरपोर्ट बनाउनु पर्छ। नम्बर 2, भैरवाको एयरपोर्ट बनाउँदा जसरी काम गरियो त्यसै गरी काम गर्नुपर्छ। नम्बर 3, देश बनाउन गिरीबन्धुको चिया पिउनुपर्छ। नम्बर 4, देश बनाउन वाइड बडी जस्तो विमानहरू खरिद गर्नुपर्छ। नम्बर 5, बुटवल नारायणघाट सडक बनाउँदा जुन हद पार गरेर काम गरिएको थियो होइन त्यसै गरी काम गर्नुपर्छ। नम्बर 6, भुटानी शरणार्थी बनाई नेपालीहरू अमेरिकालाई बेच्नुपर्छ। नम्बर 7, उद्योग कलकारखाना बन्द गरी बेरोजगारी उत्पादन गरी युवाहरू विदेश निर्यात गर्नुपर्छ। नम्बर 8, काठमाडौँ टावर र दमक भ्यू टावर जस्ता टावरहरू देशैभरि बनाउनु पर्छ। 9 नम्बर, साला भान्जा भतिज र श्रीमतीहरूलाई मन्त्री तथा कर्मचारी बनाउनु पर्छ। र अन्तिम 10 नम्बरमा पूर्व पश्चिम रेलमार्ग, घर घरमा ग्यास पाइप पुर्याउनु पर्छ। यसरी पो बनाउने हो त देश। यसरी काम गर्ने हो भने निम्न कामहरूको उदाहरणलाई हेरेर भोलिको दिनमा विकासतर्फ उन्मुख हुने हो भने पो देश बन्छ त। स्टन्ट गरेर कहाँ देश बन्छ त होइन। यो चाहिँ अहिले नेपालमा भएका सम्पूर्ण युवाहरूले बुझ्नुपर्ने एकदमै जरुरी कुरा रहेको छ भन्दै तपाईँहरूलाई देश बनाउने कामको उदाहरणहरू कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिनुहुनेछ भन्दै मेरो 2 शब्द तपाईँहरूको माझ राख्न गएको छु। हस्त नमस्कार।